यस्तो छ जाम यता चाहिँ जाम पर्यो। सो हेलो नमस्ते, पक्कै पनि सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम ठिकठाक छु। सो यदि भिडियोमा नयाँ हुनुहुन्छ भने चाहिँ यो मेरो यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर बेल आइकन थिच्न चाहिँ नभुल्नु होला र भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। आज चाहिँ म चाहिँ तमस्तेल जानु लाग्यो होइन। हिजो जाने भनेको चाहिँ पानी पऱ्यो परियो ला, त्यही भएर चाहिँ जानु पाइएन। त्यही भएर चाहिँ आज जानु लाग्यो। स्कुलमा थोरै काम छ, त्यहाँ स्कुलमा जाने अनि त्यसपछि केटाहरूले घुम्न जाने भनेका छन् खोलातिर। त्यही भएर चाहिँ अब के कस्तो हुन्छ भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। खासमा चाहिँ स्कुलमा चाहिँ जानु लाग्यो भन्दा चाहिँ होइन, अब चाहिँ मन्थली फीहरू चाहिँ बुझाउनु पर्ने हुन्छ। त्यही भएर चाहिँ जानु लाग्यो। म र मेरो साथीको चाहिँ फी चाहिँ डिस्काउन्ट हुने कुरो छ। डिस्काउन्ट चाहिँ किन हुने भन्दा चाहिँ अहिले भएको यो राष्ट्रपति रनिङ सिलमा चाहिँ हाम्रो स्कुलको कबड्डी टिमलाई चाहिँ हामीले कोच गराउनु चाहिँ सिकाएको थियौँ। त्यो सरले चाहिँ के भन्नुहुन्थ्यो भन्दा चाहिँ यदि दुइटै गर्ल्स बोइज दुइटै टिमले चाहिँ गोल्ड लिएर आयो भने चाहिँ कोचहरूको फी चाहिँ डिस्काउन्ट हुन्छ भन्ने कुरा गर्नुभएको थियो। त्यो दुइटैले चाहिँ गोल्ड मेडल ल्यायो। त्यही भएर चाहिँ अब फी डिस्काउन्ट भन्दा चाहिँ जानु लाग्यो। त्यसपछि त्यो छल्दीतिर जाने कुरो छ होइन। आज चाहिँ सोइल चाहिँ एकजना साथीलाई पर्खिरहेको भने चाहिँ खाना खाएर चाहिँ आउँछु भनेको छ। सोइल चाहिँ सबै केटाहरू जम्मा भइसक्यो, अब हिँड्न लागेको होइन। र चाहिँ दुइटा केटाहरू त छन्, एउटा चाहिँ पछाडि आउँदैछ के होइन। सोइल चाहिँ तङ्ग सकिसक्यो भने चाहिँ लाइन लाखायो त चाहिँ अगाडि चाहिँ गर्नु चाहिँ अब निस्किहाल्ने हुन्छ। यस्तो छ जाम यता चाहिँ जाम पर्यो फस्यो भाइ। केटाहरू निस्किसक्यो अगाडि, हामी चाहिँ यसो पसलमा काम थियो बसेको जाममा फस्यो। तर अगाडि चाहिँ महाराजाहरू हिँड्नु भएको छ होइन। टिप्पर चाहिँ अगाडि छ एउटा चाहिँ पछाडि टिप्परसित चाहिँ लास्टमा
होइन यता एउटा छ कलाएर पानी यस्तो छ हिजोको 2 बतासले चाहिँ पानी पनि यता आउँछ इन्टी पर्क जाने जानुहोस् दाजु जानुहोस् क्या लहर त्यहाँदेखि यता झन् यहाँ यत्नै अगाडिदेखि चाहिँ झर्ने बाटो छ कति रमाइलो हुन्छ होइन भिडियोमा हेर्दै जानु होला फाइनल्ली हामी चाहिँ खोलामा चाहिँ आइसक्यो है ठक्क लगाएर केटाहरू चाहिँ अगाडि हिँड्दैछन् एकदम राम्रो छ ठुलै होला यार तर खोला त यार ल के ल भन्नु पिपलले क्या थाहा होला के रोज पछि आयो यार पछि आउँछ ओभरटेक हामी चाहिँ कति 6जना भएर चाहिँ आएछौँ होइन राइडरहरू चाहिँ अब हेलमेट छपेर हिँडिरहन् हामी चाहिँ अब पछि हामी चाहिँ अब पौडी खेल्ने चाहिँ ठ्याक्क लाएर यहीँ जा हो तर अलि फोहोर रहेछ अनि चाहिँ जियोस् रमाइलो गर्ने खेल्न चाहिँ यता साइड चाहिँ लास्टै ठुलो गइरहेछ होइन खेल्न सकिन्न हामी चाहिँ यता खेल्ने हो जोस् यता चाहिँ एकजना चाहिँ गइछ है एरिया हुन्छ कलर हान्दिने कलर हान्दिने जाऊ ग विकास तिमी म जान्छु म आज मुडमा छैन म जाऊ के बिरामी जाऊ आइज विकास नो ब्रो आउके काजी के 3 जना मात्रै खेल्ने हामी इन्ट्रेस्ट छैन सचिन खै खोल म आज बिरामी छु त्यही भएर म खेल्दै सोइल चाहिँ पौडी खेल्न जानु लागेको होइन केटाहरूले चाहिँ घात गरे खेल्दिन्न अरे ऊ एउटा वहाँ बस्छन् एउटा यहाँ खेल्दिन्न अरे होइन अब चाहिँ बसी जानु लागेको ल ल कालो मान्छे गइहाल्ने हो कि पौडी खेल्दाखेरि रहेछ नि त यहाँ जियोस् रमाइलो भएको छ होइन केटाहरू चाहिँ पौडी खेलिरहेछन् यता चाहिँ ऊ यतानिर चाहिँ गइरहेछ कस्तो मर्दैन के हो डुब्यो क्या आइयो देखो न यहाँ दोकान रहेछ क्या यत्नै चाहिँ यत्रो गइरहेछ यार ल
नठोक्कै उता फेरि के किन्छ छैन र सोयल चाहिँ पौडी खेलेर चाहिँ बसेको होइन लास्टी नै जाडो छ ढुङ्गा चाहिँ हरिक तातो केन्द्र यस्तो नबोल न भन्ने ढुङ्गा त खतरै तातो छ क्या चक्क लगाएर सुत्न चाहिँ जे होस् मजा आउँछ होइन छिटो ल त्यसो गर्नुहुन्न है एकजनाले चाहिँ उता नआउँदैछन् यता चाहिँ केटाहरूको फोटोसोटो खिच्ने सोल अन्त यता 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 एउटा ल जुम गरेर क्या अझै ल यस्तो वाला छिटो के खै कस्तो खिच्यौ देखाउ न देखाउ देखाउ न गएको फोटो त खै चाहिँ पौडी सौडी खेलेर चाहिँ दिएको छ त्यो चाहिँ खाएर चाहिँ अब सो चाहिँ हामी अब नास्ता खाएर चाहिँ हिँड्न लगाएको माथि चाहिँ चिया चाहिँ जाने खाने कुरो छ होइन तपाईँ सबै रेडी भइसक्यो एकजना चाहिँ अगाडि हिँड्छ है यता चाहिँ केटा हामी लगाएको छन् जानु लगाएको हामी चाहिँ सो चाहिँ अब यहाँ चिया खाएर चाहिँ जाने भन्दा चाहिँ यता लागेको छौँ होइन जस होइन बोल्दैन पोला किन्न मात्रै नि चेउचु पोलाहरू किन्न छवटा पोला दिनु त भनेको पुरा भोला दिएर भोला दिएर बसिरहेको कता हेरिदिनु भएको म त सो अब निस्किने चिया खाएर चाहिँ ठ्याक्क अब यो चिया खाएर चाहिँ अब निस्किने हामी चाहिँ एकछिनमा अब चाहिँ अब चिया खाइयो खाइयो अब चाहिँ घर जानु लाग्यो होइन चाहिँ हामी आइसक्यौँ होइन केटाहरू चाहिँ पसिरहेछन् दुईजनाहरू चाहिँ आइसक्यौँ घर चाहिँ केटाहरू पर्खेको अब खाएको 100 मिटर भयो चाहिँ घरतिर लागिन्छ होला सायद होइन केटाहरू चाहिँ सबै घर चाहिँ घर लागेको होइन केटाहरू चाहिँ होइन तिमी नै त केटा एकचोटि ल यो वाला ल गुड नाइट गर्ने रे कसम आज चाहिँ रमाइलो भयो केटाहरूसित घुम्यो गइयो पौडी खेल्यो होइन स्कुलमा जाने भनेको चाहिँ आज चाहिँ गइएन उता घरबाट पेपर एउटा कागज लानुपर्छ भनेर चाहिँ उता वार्डको वडाध्यक्ष चाहिँ भुटुतिर जानुभएको रहेछ होइन त्यही भएर चाहिँ स्कुलमा चाहिँ गइएन भोलितिर गइन्छ होला सायद होइन आजको भिडियोलाई चाहिँ यतितिर इन्ड गर्छु के कस्तो लाग्यो कमेन्ट बक्समा पक्कै पनि प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा गर्छु र यस्तै खाले रमाइलो भिडियोहरू चाहिँ हेर्नको लागि मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला भन्दै आजको लागि बिदा हुनु धन्यवाद जय नेपाल।